हेलो नमस्ते सम्पूर्णलाई। आज म यो डिजीको मिनी माइक किनेको थिएँ मैले अनलाइन मार्फत। यसको भोइस एकदम राम्रो छ। नजिकबाट भिडियो बनाउँदा यसमा लेखेको छ 400 मिटर टाढासम्मको भोइस सजिलै क्याप्चर गर्छ भनेको छ। आज 400 मिटर त होइन, 100-200 मिटर जति पर डाँडामा म कुद्दै जान्छु अनि एउटा गीत पनि गाउनेछु त्यो डाँडामा पुगेर। कस्तो सुनिन्छ हजुरहरूले कमेन्ट गर्नु होला। मैले एकजना यहाँ भिडियो खिच्नलाई एकजना सरलाई राखेको छु, जुम गरिदिनु होला है हल्का म टाढा पुगेपछि। अनि त्यहाँ पुगेर एउटा गीत पनि गाउनेछु, सुन्नु होला अनि प्रतिक्रिया दिनु होला है त। यस्तो खालको छ, यी मैले यहाँ लगाइसकेको छु। मलाई तपाईँ पनि भिडियो बनाउनु छ भने यो खालको किन्न सक्नुहुन्छ। मलाई एकदम मन पऱ्यो, एकदम भोइसलाई क्लियरली क्याच गर्दो रहेछ। ल म गएँ है त। ल त्यो नमस्ते। ल टाढाबाट अलि मधुरो चाहिँ सुनिँदो रहेछ, क्याप्चर हुँदो रहेछ। म अलिकति नजिक आएर गाउँदैछु है त। कहाँ जाउँला र म तिमलाई भोलि नरिसाउन ए मेरी पुकुली वनमा खएर नसोध मलाई कालाउँछ माया मनमा छैर नसोध मलाई कालाउँछ माया मनमा छैर।